एकदम कस्तो लागिरहेछ गाडी बेचेर? हल्का फिल भइरहेछ। छ नि मुला के आनन्द आयो गरे हेर यस्तो हेलमेट बोकेर। हजुर ओइ मा झन्डै आधी जर्किन हुन आँट्यो। अघि आउँदा क्या साममा आयो गरे हल्का लाग्यो हो त जानी। ब्याग भरि पैसा छ है गाइस। क्या बात कर रहे? तेल फुल ट्याङ्की छ हामीलाई यतिको दिम भने गाडी घाटा लाग्छ। हामीलाई घाटा लाग्छ नि त होइन यत्रो तेल दिँदा त। यत्रो तेल छ नि फेरि सोरुम जाने भन्दैछ यो। आधी लिटर पनि दिँदैन हतपत। ल गेट आइपुग्यो। इन्डिया पुगेर आउनु पनि सकिन्छ। करोडौँको गाडी अरे। बाटो त परेसम्म यस्तै छ। अहिले पैसाको जमाना चल्दैन त मुला। अहिले त रुपिज चल्छ रुपिज। सिर्फ इन्जिनको भ्यालुएसन। अचल साइलेन्ट मार्नु बिर्सिन्छ। सेकेन्ड ह्यान्ड गाडीहरू लिँदै हुन्छ भने एकदम चेक गरेर। ओहो पुरानो गाडी 1.5 महिनामा 30-40 हजार घाटा लगाएर बेच्नु पर्ने अवस्था आयो। मजाले चेक जाँच नगरिकन गाडी लिउँ। गाडी त्यस्तो कहीँ केही चलाएको पनि छैन। टाढा त्यस्तो चलाएको पनि छैन। हामीले जस्तो लग्यो त्यस्तै युज गरेर म देखिनँ नि। म त भाइरल गरिदिन्थेँ तिनीहरूलाई। भाइरल हुन्थ्यो। अनि कहिले निकाल्छ यस्तो नयाँ? यो वार पार हुनु पर्थ्यो पहिले नै। इन्ट्रो हान्दिउँ भनेको है। हेलो नमस्ते एभ्रिवान। गाडीको ओनर चाहिँ त्यहाँ छ। ह्यान्डसम भएर बसेको छ। है सर्भिस गरिकन यतिको दिएको। मलाई के भन्छ त्यसै भन्ने हो। फेरि पछि फेरि त्यहाँ गएपछि म जस्तै होलास्। फेरि के भन्नु होला। ए हो बाटो त परेसम्म यस्तै छ पथरीसम्म नि। यहाँबाट पथरी पुग्न कस्तो छ सोच्न आफै। साइलेन्ट मार्नु बिर्सिँदो रहेछ प्रायः जस्तो। फेरि अचल साइलेन्ट मार्नु बिर्सिन्छ। धेरै पिरो राइडर भएर हो कि हो। ए बाले फरार भनेर के दरब पक्रेर बस है। दरब पक्रेर बस। दरब पक्रेर बस उड्लास भनेको नि। अर्को यताबाट पनि बाटो छ कि परबाट चाहिँ पिच छ अलिकति यस्तै छ। अनि त्यही भएर भनेको अब छोटो त यताबाट हुन्छ डाइरेक्ट सिधै पुग्छ। ठिकै छ। अब चाहिँ आफ्नै पारामा इन्ट्रो हान्दिउँ भनेको है। यस्तो घाँच्चो रोक्दियो क्या। हेलो नमस्ते एभ्रिवान। वेलकम ब्याक टु माई युट्युब च्यानल राजकुमार ब्लग्स। होप सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ हामी इटहरीसम्म जाँदैछौँ साथी र म। साथीको बाइक सल्टाइदिनु पर्ने भयो। अब भइसक्यो नयाँ निकाल्ने भन्दै थियो। हेरौँ अब दाइले अलिकति हामीलाई अलिकति प्रोफिटेबल दाम हालिदिनु भयो भने चाहिँ हामी दाइलाई नै दिएर आउने भन्ने सोचेर हिँडेको। बाटो चाहिँ फेरि अब यस्तै हो। एसएन हाइवे नबनिन्जेलसम्म कम्प्लिट नहुन्जेलसम्म चाहिँ बाटो यस्तै हो। गाडी त मक्खन कुद्छ यार। तेरो गाडी मक्खन कुद्छ क्या कुद्नु त। यस्तो मक्खन कुद्छ नि यार गाडी यसको। पथरी आइपुग्यौँ। पथरी लगभग कट्यौँ पनि। कानी पोखरी पुगे। अनि त कहाँ थिइस् र? ए ए ए दाइलाई चाहिँ
ए ठिकै छ त यहाँबाट 27 किलोमिटर रहेछ इटरी यहाँ चाहिँ यो चाहिँ के हो यो चाहिँ उयो होला हैन क्रसर यहाँको रोड उयो एसएन हाइवेको लागि क्रसर साइड होला एसएन हाइवे बनाउनको लागि फ्लाइओभर दमकमा होला उराबारीमा होला 2000 years later हामी चाहिँ अहिले इटरी आइपुगिसक्यौँ हामी आउनुपर्ने चाहिँ यो ठाउँ हो तर दाइ चाहिँ खनारमा हुन्छ अरे पर यातायातमै अब हामी चाहिँ गाडी लिएर यातायातमै जाँदैछौँ चढ कोशी प्रिमियर लिग 2 इटरीबाट फेरि अब हामी चाहिँ खनार जानुपर्ने भयो किनभने दाइ खनारमै हुनुहुन्छ अरे उता यातायात कार्यालयमा त्यहीँनिर भेटघाट गरेर कुराकानी गरौँ भन्दै हुन्छ यसले चाहिँ यस्तै टिभीएसको रेडर निकाल्ने भन्दै थियो अनि त्यही भएर चाहिँ हामीले यो गाडी बेच्न लगाएको कस्तो भिड भएको है त्यही जहाँ लान खोज्दैछु यता हेरेर यस्तो भिड छ है इटरी पनि बबाल भिड हुन्छ है यो त झन् यत्रै छ यार यो पुल्ला यो नेपाल पुलिस पहिले नै ठुलो बनाउनु पर्ने हो नि होइन इटरी त यत्रो अनि यत्रो उपमहानगरपालिका भइसकेपछि त्यही भन्या अनि रोडहरू यति सानो एरिया यति सानो वारपार हुनु पर्थ्यो पहिले नै यस्तै छ के गर्ने हो कुरा गरे कुराकै देखाउ नि त हामी चाहिँ यताबाट जाउँ विदाउट एनी प्रब्लम्स अब हामी यहाँबाट चाहिँ विराटनगर लाइन लाग्छौँ अब सोचे जस्तै आफूले अब अलिकति राम्रो भ्यालुएसन आयो भने चाहिँ हामीले अहिले नै दिने सोचिरहेको अनि त्यही भएर चाहिँ हामी रेडीका साथ आएको छौँ अब हेरौँ दाइले कति भ्यालुएसन राख्नुहुन्छ अनि हामी त्यही अनुसारले कुरा गर्छौँ हामीले अर्को ठाउँ पनि सोधेका थियौँ अब राम्रो भ्यालुएसन दिनुभएको थियो त्यहाँ पनि यहाँ चाहिँ हामीले चिनेको दाइ भएर अनि अझ अलिकति राम्रो भ्यालुएसन दिनुभयो र अब हामीले पाएको भ्यालुएसन जति नै दिनुभयो भने पनि हामी चाहिँ अब यतै सल्टाइदिने भन्ने सोचिरहेको छौँ किनभने सजिलो हुन्छ हामीलाई यतैको गाडी भएर दाइले हामीलाई निराश बनाउनु हुँदैन होला भन्ने आशा छ हामी चाहिँ यो गाडी सल्ट्यो भने टक्क लाएर हामी बसमै चढेर भए पनि फर्किनु पर्ने हुन्छ अनि कहिले निकाल्छस् त नयाँ कहिले निकाल्छस् त आज बेच्यो भने वेटमा चाहिँ अलिकति कम छ टिभीएस किनभने त्यो लाइट वेट हो हल्का हो एक्सट्रिम अलिकति हेभी टाइपको छ अब यसलाई चाहिँ अब फेरि अब त्यही त हो नि त्यो आफूलाई कस्तो कम्फर्टेबल लाग्छ एक्सट्रिम अलिकति हेभी हुन्छ भन्छ यसलाई अब हामी जस्तोलाई त अब जस्तै हेभी भए पनि बाले फराएर हो कुदाइन्छ अब यसले त्यति साह्रो त्यस्तो हेभी गाडीहरू कुदाउँदैन त्यही भएर पनि यसलाई चाहिँ अलिकति हेभी लाग्यो अरे ठिकै छ हेरौँ अब के हुन्छ कसो हुन्छ कुराकानी अनि अस्ति चाहिँ विराटनगर भ्यालेन्टाइन डेको दिन विराटनगरमा अनि कारै चोरी भएर रहेछ गर्लफ्रेन्डलाई गिफ्ट दिनको लागि भ्यालेन्टाइन डेमा अति हो क्या मुला त्यस्तो देखिरहेको थिएँ मैले चाहिँ अति लाग्यो क्या मलाई चाहिँ खोइ अब फेरि ठिक भ्यालेन्टाइन डेकै अघिल्लो दिन होला राति अनि सोरुमबाटै चोरिदिनु भनेको यहाँ कस्तो आर्ट गरेको होला यार यसलाई एक्लै त्यही पनि सुनेको फर्स्ट टाइममा हामीले नै सोरुमबाट उठाउनु भनेको त यहाँ हो त नि ल के अरे म देखिनँ नि नत्र म भाइरल गरिदिन्थेँ तिनीहरूलाई भाइरल हुन्थ्यो यही हो हामी आइपुग्नु पर्ने डेस्टिनेसन चाहिँ यही हो रेडर भनेको चाहिँ अब यही किन खोज्दैछ यसले चाहिँ सानो छ नि त यसको लागि चाहिँ हुन्छ ठिक्क चटक्क मान्छे अनुसारको गाडी यो चाहिँ इटरीको यातायात कार्यालय हो के भन्नुभयो अनि अस्तिको हरायो नि त मेरो त लिनुपर्ने छ कहाँ झरो न कुन चाहिँ निकालिदियो थाहा नै भएन मलाई डट बाइक पनि बबाल लाग्ने अफ रोडिङको लागि नि किङ हो नि त फेरि हो बाइकहरू खालखालको देखिन्छ गाइस यहाँ यस्तोमा चाहिँ कुन लिने भने खालखालको छानी छ यहाँ छानी कुन अपाची कति पर्छ अरे एफआईमा यति यत्रो कुदाएकै छैन एफआईमा प्रब्लम आउने
गाडी त्यस्तो काहीँ केही चलाएको पनि छैन टाढा त्यस्तो चलाएको पनि छैन हामीले जस्तो लग्यो त्यस्तै युज गरे अस्तिको गाडी चाहिँ बेचिसक्नुभयो एनएस त्यसमा थोरै खर्च भयो कति खर्च आयो त्यसमा त्यो सबै त्यो भित्र क्र्याङ मेरो 20,000 समथिङ खर्च हो त्यो के गएको छ भन्नु तपाईले हैन कनेक्टिङ रड हो के त्यो त्यसकै प्रब्लम रहेछ कनेक्टिङ रडको फेर्दाखेरि सबै त्यो पिस्टनै फेर्नुपर्छ नि त सबै के गरौँ त अहिले चाहिँ हामी विराटनगर लाग्दैछौँ त्यहाँनिर अब अलिकति सानो काम छ यसको अब हामीले यसो दाम काम मिलायौँ होइन अब चित्त त बुझेन अब के भने अब यस्तै हो अब सेकेन्ड ह्यान्ड गाडी लिइसकेपछि भ्यालुएसन चाहिँ अब एकदमै घट्छ कि अब लगेर बनाइयो त्यत्रो खर्च गर्यो बनाएको न भ्यालुएसनै आएन होइन अब के भन्ने अब यस्तै नै छ अब यत्रो घाटा कति पनि कुदाइएको छैन 1.5 महिना जति होला 1.5 महिनामा 30-40 हजार घाटा लगाएर बेच्नुपर्ने अवस्था आयो मजाले चेक जाँच नगरिकन गाडी लियौँ हाम्रै गल्ती हो नि त अब त्यही हो परेपछि भोगिन्छ नि त होइन थाहा हुन्छ नि त त्यही भएर हजुरले चाहिँ अब सेकेन्ड ह्यान्ड गाडीहरू लिँदै हुन्छ भने एकदम चेक गरेर राम्रो रिकन्डिसन हेरेर अनि अलिकति जान्ने बुझ्ने बाइकहरूको अलिकति नलेज भएको मान्छेहरूलाई लिएर जानु होला किन्नु जाँदाखेरि चाहिँ किनभने यसरी हामी जसरी डुबिन्छ घाटा हुन्छ एकदमै किन्दा हामीलाई महँगो पर्छ बेच्दा फेरि सस्तो बेच्नुपर्छ हामीले गाह्रो छ बाइक कुदाउन चलाउन यत्रो बनाइयो भने के गर्यो भने त्यसको भ्यालुएसनै हुँदैन सिर्फ इन्जिनको भ्यालुएसन इन्जिन कन्डिसनमा छ राम्रो छ बाहिरको लुक्स सुक्सले केही पनि फरक पर्दैन नो म्याटर ओहो पुरानो गाडी ल्यान्ड क्रुजर हो र ओहे बबाल हो त नि पुरानो मोडलको हो त कस्तो दामी हुन्छ पुरानो मोडलको गाडीहरू सो त्यस्तै हो गाडीको इन्जिन हेरिँदो रहेछ बेच्ने बेलामा चाहिँ अब हामीले चाहिँ अब सबै थोक हेरिन्छ इन्जिन पनि हो मेन त अब मेन इन्जिनै हो यसको चाहिँ अलिकति केमचेनको समस्या छ भनेर अलिकति अब खर्च आउँछ भन्ने कुरा भयो अनि त्यही भएर चाहिँ अब अलिकति भ्यालुएसन हामीले सोचे भन्दा कम भयो करोडको गाडी अरे करोड पर्छ यो कुन गाडी हो कुन अहिले जाने गाडीको बारेमा चाहिँ तँलाई याद धेरै थाहा रहेछ हौ कार किन्ने सोच हो क्या हो पैसा अहिले पैसाको जमाना चल्दैन त मुला अहिले त रुपिज चल्छ रुपिज पैसाको जमाना गयो त अनि हाम्रो चाहिँ तेल फुल छ होइन अब यत्रो तेल छ यो त फ्रीमा दिनु भएन नि त होइन झन्डा 1000 रुपियाँको त तेलै छ यहाँनिर हामीलाई 1000 रुपियाँ घाटा लाग्छ एक्स्ट्रा 1500 घाटा लाग्छ फेरि अझै एक्स्ट्रा लाग्छ हो नि बरु मेरो एमटीमा हालेर कुदाउने हो बरु डुब्न जाने हो बरु त्यो तेलले कबाड खाना तारहरूको कबाड खाना हो विराटनगरमा छ इन्डस्ट्रीहरू ठुल्ठुलो इन्डस्ट्रीहरू छ क्या विराटनगरमा अहिले त अलिकति सफा पो भएको त पहिले त आउनै सकिँदैन थियो जुट मिल कुन यो जुट मिल कता जुट मिल त बन्द भएको हो त्यही त नि कति सालमै बन्द गऱ्यो भने जुट मिल त्यहाँ लेखिरहेको थियो क्या बोर्ड चाहिँ त्यही त हो नि त्यही त हो नेपालमा राम्रो कुरालाई प्रोत्साहन छैन नराम्रो कुराहरू अगाडि बढ्छ त्यस्तै हो कमिसन चाहियो सबैलाई अनि हामी चाहिँ विराटनगर अब गाडी आजै पास गरिदिने कुरा भयो हाम्रो चाहिँ केमचेनले होइन त्यस्तो हुँदैन 6 लेनको बाटो आयो अब पहिलेको भन्दा अलिक सफा हो
मुस्किलले भयो अहिले अलिक पावर काम भइसकेको थियो त अलिक यति सब पुगेको थियो 106 त सिङ्गल थिस होला नि त सिङ्गल थिस होला नि त डबलमा अनि 102 पुगेको त कुदाएको छैन त्यस्तो रफली कुदाएको छैन अब इन्जिनमा पहिलेदेखि नै फल्ट हो क्या मलाई हामी बक्लल भयो नि किन्दाखेरि अब के गर्ने अब आरएक्सहरू त्यसै हिरो बनेको त मुला त्यस्तो हाइपमा आउँछ मुला पछि मेन हाइवे पनि यस्तै हुन्छ होला होइन मजा आउँछ ल आधी घन्टा भन्दा कममा आइन्छ ल गेट आइपुग्यो वेलकम विराटनगर मेट्रोपोलिटन सिटी यहाँबाट चाहिँ अब इन्डिया छिर्नको लागि कति टाढा पनि छैन बोर्डर नजिकै छ नि त इन्डियन बोर्डर इन्डिया पुगेर आउन पनि सकिन्छ जोगबनीबाट होइन इन्डिया टेकेर आउन पनि सकिन्छ होइन यहाँ त हामी चाहिँ ल हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो टक्क लाएर एब्जेट नाम पास गर्नु हामी चाहिँ अहिले विराटनगरको यातायात कार्यालय आइसकेको छौँ ठिकै यहाँ दाइरा पनि भेट्यो अब यहाँको काम कुरो सकेर चाहिँ अनि हामी फेरि घर फर्किन्छौँ कुदाउने छ नि मुला यो त नि कतिवटा बट्टामा हाल्नु नि अढाईको बोतल चाहिन्छ मुला 3टा बोतल चाहिन्छ पाउँछ सोध्नु A few minutes later. हामी चाहिँ अहिले यहाँ विराटनगरको काम सबै सकाएर अब हामी चाहिँ फर्किँदै गरेको अब यसमा तेल टन्नै छ नि त अब तेल त निकाल्नु पर्यो राख्नु पर्यो होइन यो त धेरै छ तेल त्यही भएर हामीले अब यहाँ तेल निकाल्ने जुगाड लाउन खोज्दैछौँ अब जर्किनै किन्नु पर्ला जस्तो छ त्यही भएर हामी चाहिँ जर्किन खोज्दै गरेको अब जर्किन पसल खोज्ने तेल सबै लाने हो जर्किनमा हालेर यो चाहिँ अब यस्तै हो गाइस किनभने हामीलाई घाटा लाग्छ त्यही भएर हामी तेल निकाल्न लाग्यो हामीलाई आधी लिटर पनि दिँदैन हतपत अनि हामी चाहिँ फुल ट्याङ्की दिनु होइन अनि अब हामीलाई चाहिँ चाहियो यहाँ जर्किन पसल चाहियो कता छ यहाँ विराटनगरमा जर्किन पसल हामी चाहिँ अब पहिले जर्किन खोज्छौँ अनि तेल निकालेर अनि अब जाने हो अनि पैसा सैसा टक्क लाएर लिने हो अनि घर फाडी हान्ने गाइस ल यस्तोतिर राखेको हुँदैन हाँ 5 लिटरले 5 लिटर कति 10 को 150 10 के लगौँ होला है त्यहाँ होला नि त टन्ने 10 लिटर अनि फुल ट्याङ्की मर्छ 1000 ए अङ्कल यसो जुगाड लाउनु पर्यो नि हजुर अब घरतिर अङ्कल यसो भिडियो बनाउँदै यसो ठाउँको हजुर अङ्कल हाम्रो चाहिँ टक्क लाएर एउटा जर्किन पनि किन्यौँ होइन अब जर्किनमा हालेर अब यत्रो तेल छ त नि अनि जर्किनै किनेको होइन जर्किनै किनिदिउँ सानो 80 अरे ठुलो 150 अरे 10 लिटर किनिदिएको होइन पछि काम लाग्छ त्यही भएर हामीले चाहिँ किनिदिइहालेको हामीलाई चाहियो अब लेभल पाइप 8% हेरेर लेभल पाइप सोध्छ 1 मिटर लामो होला 1 मिटर भन्दा यहाँनिर 1 मिटर थियो हुन्छ ल अब जुगाड भयो सबैको अब तेल मात्र निकाल्नु बाँकी छ अब ओ मा
के थियो खोइ के थियो त्यहाँ मैले यत्रो हेर्दा पनि देखिनँ क्या त्यहाँ मैले देखिनँ के थियो दिल लेके दर्द दिल दे गए तुम जान जान के मेरे जान ले गए टू 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 डू डू डू। भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सपोर्ट गरिदिनु पर्यो है सबैजनाले अब यस्तै हो गाइज अब भिडियोहरू अब हालिराख्ने प्रयास गर्छु म A few moments later. हामी चाहिँ अहिले तेल निकालेको अवस्था होइन यत्रो तेल छ नि झन्डै आधी जर्किनु हुनु आँटो तेल अनि यत्रो तेल अनि कहाँ फ्रीमा दिने हो त नि यार गाइज होइन फ्रीमा दिने कुरै होइन यत्रो तेल हेर त टुक भाइ 500,000 को तेल अनि घाटा लाग्छ नि त हामीलाई फेरि सो हामी चाहिँ यो तेल निकाल्दैछौँ अब तेल निकालेर हामी चाहिँ बाटोमा भेट्छौँ है त अब चाहिँ हामी हिँड्दै गाडी कति आएको बेलुका भाइ चाहिँ गाडी चाहिँ त्यहाँ छोडिदिइसक्यो हामीले बाइक बाटो क्रस गरौँ न रोकिहाल्छ गाडीले यहाँ ब्यागभरि पैसा छ है गाइज हाम्रो चाहिँ कति छ पैसा यहाँ ब्यागभरि 2 लाख 2 लाखको गाडी बेचेको होइन सो हामी चाहिँ अब फर्किँदैछौँ गाडी पर्खिनुपर्छ स्ट्यान्डमा जाउँ अब स्ट्यान्ड पऱ्यो त होला नि गाडी क्रस गर्नु गाह्रो छ कस्तो लागिरहेछ गाडी बेचेर अब हिँड्दै हेलमेट बोकेर होइन हल्का फिल भइरहेछ हल्का भइरहेछ क्या आनन्द आएको थियो हेर यस्तो हेलमेट बोकेर हल्का भइरहेछ 7 लिटर तेल निकालेर यसले चाहिँ गाडीबाट चोरेको है यो 7 लिटर तेल चाहिँ चोरेर निकालेको गरे टिभीले बरु रिभ्यू सजिलो हुन्छ है छिटो हो सो अब चाहिँ हामी गाडी पर्खिनु पर्ने हुन्छ गाडी पर त लागिरहेछ ओ मिरमिरी लागिरहेको रहेछ यार जाउँ न जाउँ त्यहाँ रोकेछ भने जाउँ होइन अब घर फर्किँदै गरेको अवस्थामा हाम्रो चाहिँ जाने अनि यहाँबाट गएर अब घरको बाइक निकालेर अनि फेरि सोरुम जाने भन्दैछ यो अब त्यहाँनिर बाइक हेर्ने गएर छ कि छैन हामीले भनेको चाहिँ अहिले चाहिँ हामी अब गाडीमा बसेको अवस्था अघि आउँदा क्या साङमा हेरेको थिएँ हाम्रो गाडीमा चाहिँ एसी पनि छ है गाइज ल एसीवाला गाडीमा चढेछ सगरमाथा 2 ठाउँ रहेछ नि 3 ठाउँ 2 ठाउँ परसम्म रहेछ पर छ त त्यो यो सिक्ने ठाउँ पर ट्रायल सिक्ने ठाउँ छ अब चाहिँ हामी यहाँबाट जान्छौँ अनि यहाँबाट गएर हामी उलाबारी जान्छौँ त्यहाँ सोरुममा त्यहाँ सोरुममा गाडी थियो भने चाहिँ हामी टेस्ट ड्राइभ पनि लिने प्रयास गर्छौँ भएछ भने भएन भने अब कहिले आउँछ अनि तैँले हामी फेरि जान्छौँ एकचोटि त्यही हो गाडी के भन्छ म एकदम चुपचाप नो एनी वर्ड्स होइन ल है त गाइस फेरि हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ जस कहिलेकाहीँ गाडीमा चढ्दा मजा आउँछ तर लङ बाटो चाहिँ म हिँड्नै सक्दिनँ यार The next day. ए हल्का लाग्यो हो त जाने सिट हाइट कस्तो छ बबाल छ जाउँ आवाज त बबाल छ यार सो हामी चाहिँ अहिले टेस्ट ड्राइभ लिँदैछौँ रेडरको एकदम बबाल लाग्यो मलाई चाहिँ एकदम लुक्स पनि अब सिम्पल लुक्समा कडा छ सो
राम्रो लाग्यो मलाई पनि, सानो भए पनि तर अलिकति सानो छ होइन। राम्रो लाग्यो मलाई चाहिँ। तँलाई के कस्तो लाग्यो? त्यही त लिने होइन? अहिले किन अरे सो मिलेछ भने चाहिँ अब हामी आजै लान्छौँ, अब मिलेन भने चाहिँ अब भोलि पर्सि आउने भन्ने सल्लाह भयो। त्यही हो, हजुरले देखिहाल्नु भयो होला होइन। बबाल छ बबाल, हेलमेट चाहिँ मैले लगाइरहेको छु एकछिनको लागि मात्र हो। दमकको टिभीएस सोरुम चाहिँ यहाँ यामा सोरुम छेउमा छ, हजुरले देख्न सक्नुहुन्छ।